कस्तो दामी भ्यू देखेको मैले भिडियो अन गरिसके कम्मरमा हात राख्न सक्दैन ल आन ल भाइ आन ल या हेलो ना हेलो ना ओहो गाइस सो हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ हामी के अरे सरी छापिदिने आज हामी बेलुका झर्ना जानेछौँ गाइस एकदमै गर्मी भयो गर्मी अवस्था छ गर्मी मौसममा गएर यसो अलिकति स्विमिङ गरिदिनु भनेको अब नेचुरल स्विमिङ पुलमा जाने भनेको अब मान्छेहरू धेरै प्रायः यस्तो बेला त्यही भएर छिटो जानेछ गाइस अलि चाहिँ तपाईँहरूलाई हामी बाटोबाट देखाउँछु गाइस ठिक छ ओके यता 0.5 मा गर्ने 0.5 गरे ब्लगर हैन के ब्लगर हो ब्लगर ऐसे करो ऐसे आउँदै छ पछाडी आउँदै छ नाम्ता लागे फेरि बस जनातिर आज दिन पनि कस्तो राम्रो माथि घर कस्तो दामी लाग्यो मलाई ल गाइस हामी अब बेलबास आइपुगे यही बाटो हो बेलबास उजाला जाने बाटो उनीहरू त हामीले उछिलेर अगाडि पुगेछन् आज त मौसमले कति राम्रो भगवान कस्तो छ म त साह्रै उस्तो छ क्या त्यो त प्योर मर नै छ है कस्तो दामी भ्यू देखेको सो गाइस हामी चाहिँ फाइनली आइपुगिसक्यौँ तर यहाँ चाहिँ अलरेडी मान्छेहरू गइसकेको रहेछ मलाई जेको डर थियो त्यही भइसक्यो ठिकै छ सबैको पब्लिक प्रपर्टी हो त्यो सार्वजनिक ठाउँ भएपछि त्यस्तै हो गाइस हामी जान पर्ने ठाउँ चाहिँ त्यहाँ तल यस्तो नेचुरल ठाउँ छ कि गाइस आनन्द गाइस हिरो देखिरह होला है गाइस यस्तो के गाइस यस्तो राम्रो फिल भइरहेको आज जलपरा भेटिहाल्छ नि भाइ आज बिने बाबु कस्तो ह्यान्डसम छ ह्यान्डसम छैन त त्यहाँ देखाउनु न त्यहाँ जलपरीहरु नि होला के मैले हेरे त्यहाँ कमेन्टमा आयो भने यो मलाई मिलाइदिनु भन्दै ए ल गाइस ल सेट हुन्छ है गाह्रो हुन्छ गाइस सो गाइस हामी तल जाँदैछौँ गलत बात त धन्नै लागेको तल गएर अब हामी भोटी मार्नेछौँ त गाइस भोटी गाइस ठाउँ चाहिँ खत्रै रहेछ देख्न सक्नुहुन्छ गाइस हामी घरी जाने हो सर गएर मकैबारी गरम हरियो काँक्रो करेम झन्डै लडेको ए पिस गाइस पिस दामी छैन त गाइस अब हामी जान पर्ने ठाउँ चाहिँ त्यहाँ गाइस दामी छ गाइस वरपर देख्न सक्नुहुन्छ ओ माई गड तर अहिलेसम्मकै
एकदम बेस्ट स्याटरडे चाहिँ आज लाग्यो मलाई, किनभने यो हरियालीले मेरो मन छोयो गाइस। इट मेल्ट माई हार्ट। ओहो कान्ट डिस्क्राइब। यति राम्रो सुन्दर, त्यसैले भन्दो रहेछ कि नेपाल जस्तो सुन्दर देश कहीँ पनि छैन विश्वभरि। आफूलाई त्यस्तो लाग्छ गाइस, आफ्नो ओपिनियन हो होइन, जसले जे भने पनि बाल छैन। नेपाल इज बेस्ट। जहाँ जतिसुकै डेभलप फेसिलिटी जे भए पनि नेपाल भनेको नेपालै हो गाइस। ए भगवान हल्का कपी गरिदिएको गाइस। ए भगवान हामी कहाँ आयो गाइस। ओके हियर वी गो। यता रहेछ फाइनली हामी आइपुग्न लागिसक्यौँ गाइस। त्यहाँ त ल के हो यार, त्यहाँ मेरो जग्गाहरू गइसक्यो आज। घर आउँछु सिधै। अब हामी खोलामा पुग्दैछौँ गाइस। अब चाहिँ म तपाईँलाई सिधै खोलामा गएर देखाउँछु गाइस। दामी के भाइ हेर न यार, माथिबाट सिनेमा ल हेर ल। केही बोल न, यस्तो गर यस्तो। सो गाइस हामी फाइनली आइसकेका छौँ। हामी चाहिँ एकदम सुन्दर ठाउँमा प्रकृतिमा हामी यसरी सुत्न पनि आइसकेका छौँ गाइस होइन। गाइस अब चाहिँ हामी माथितिर यसो लोकेसन हेर्न जान्छौँ। यहाँ पनि राम्रै छ गाइस। यस्तो मिठी गाइस, यस्तो मिठी। म प्रमोट गर्छु, मान्छेहरू आउनै पर्छ यसमा घुम्न। तर फोहोर नगरिदिनु होला गाइस। ये निन्जा थोडी बन्नु पर्थ्यो क्या। यस गाइस खोलामा नि आइपुगेरै के विधि आएर आनन्द सुत्ने का बहुत मजा आ रहा है। सिरानी पनि रहेछ यहाँ गाइस। अब सुत्छु म एक मिनट सुतेर अब जाने म। यो त मासिरहने छ अरे गाइस। कस्तो राम्रो के ग्रिनी एरिया है, कस्तो हरियाली यार। अलिक बागाएर खायो भने फेरि गाह्रो छ फेरि गाइस। बागाएर गऱ्यो भने सकियो गाइस। घरमा यसरी आनन्द सुत्न पाए पो है, घरमै स्विमिङ पुल भए पो आनन्द गाइस। कहिले होला यार आफ्नै घर स्विमिङ पुल हुने पनि घरै छैन गाइस। गाह्रो छ गाइस। ओहो ये भ्यू त बाबा मरद छ है, मरद छ। मेरो चप्पल गाइस, चप्पल यो 10 लाखको चप्पल हो। ऊ त्यहाँ भिने भाइ बसिरहेछ, यता दुईजना खै के मिलाइरहेछ, चेन बिग्रियो भनिरहेको थियो। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि यो सुँदिनु त के भएको? यो अघि माछा खोज्न गएको थियो, माछा भेटेन भन्थ्यो। ओहो यस्तो भ्यू त। ओ बाफरे आमको झन्डै बगायो। देख्न सक्नुहुन्छ गाइस बगेको। ओहो यो अन्त लाने खोली बगेको ल भने जाने हो। ओहो गाइस गलामा आउँछ है पल्टेर केटाहरू। चिल गाइस चिल। बच्चङ जता गए पनि लोकेसनै छैन गाइस। जताततै मान्छे देख्न सक्नुहुन्छ। यस्तो राम्रो भ्यू छ त्यहाँ, जताततै तल मान्छे छ। हामी चाहिँ हिँड्दा माथि आइपुगिसक्यौँ गाइस। तर यहाँ बस्नको लागि मिठो ठाउँ छ क्या गाइस। हेर्नु न यार, यस्तो मिठो भ्यू हुने हो त, यस्तो मिठो हुने हो त। ये राम बाबा यस्तो मिठो हुने हो त। ओ गाइस ठिक छ नि।
यसो मुख देखाउनु पर्यो। गाह्रो छ गाइस, गाह्रो। यस्तो राम्रो ठाउँ छ, भ्यापला भएर बसेको छु म गाइस। भ्याएको त यस्तो ओह जानु पऱ्यो गाइस, भएन। जान्छु गाइस, अब तल गरेर देखाउँछु। ब्लग हो कि ब्लग। शीतले तिम्रो गएर रहेछ यता त गाइस। डुबाउँछ यहाँ। मलाई डुबाउनु लाग्यो। ए ल छोड्नु यता हिँड्ने आइ भन्ने समात त ब्लग बनाउनु, ब्लग बनाउनु, भिडियो गर त। उजाडनको पाल ल आन ल भाइ, आन ल या ल आन ल भाइ, आन ल या। यता जलपरीहरू छ, यहाँ चाहिँ उल्टे सुल्टे हान्छ गाइस। एउटा जाबे ब्रेस के 10 रुपियाँको ब्रेसलेट एउटा हेर यहाँ रोको रहेछ गाइस। होइन होला के हो घसेकोमा ए को यो कालिन काली देखेकै छैन भाइ। आइफोनमा कमी होला। सो गाइस अब चाहिँ हामी एकछिन खेल्छौँ, रमाइलो गर्छौँ, त्यसपछि हामी घर लाग्नेछौँ गाइस। अहिलेको आजको लागि चाहिँ अब इन्डिङ हुनै लागिसक्यो गाइस। सो गाइस हामी चाहिँ अब घरतर्फ लाग्दैछौँ। आजको हाम्रो भिडियो पनि अब इन्डिङ गर्ने बेला भइसक्यो। सरी फर निकै नै रमाइलो गरियो, एकदम मुड फ्रेसिङ पनि थियो। यो वेदरले पनि आज साथ दिएको थियो, तर लगले आज साथ दिएन। हल्का मेरो 10 करोडको चस्मा हराउनु पुग्यो। होइन होला के हो ठिकै छ गाइस, केही छैन। अब चाहिँ हामी माथि साधन राखेछौँ हामीले स्कुटर। अब हामी चाहिँ गाइस ल केही छैन ल, यता हेर त हेलो भन्दै ल ओइ। सो गाइस एकदम रमाइलो भयो होइन। सिरिरी हावा चल्यो। म अगाडि हिँड्छु क्या, तिम्रो बल्ल तिम्रो क्याप्चर हुन्छ नि त अनि क्यामेरामा। ल खोइ ब्याग ल्याइदिन्छु ल। हेलो खोइ एक्सक्युज मी। ये वाह कस्तो गोरी देखेको भाइ, सेम थाइल्यान्डको मान्छे जस्तै देखेँ। यो चाहिँ ब्याङ्कक, अझ ब्याङ्कक ब्याङ्कक होइन यो इटालीको हो, उता चाहिँ अरबको होला। इटली अनि किटली। सो गाइस अब चाहिँ म घरतर्फ लाग्दैछु। स्टे ट्युन। तर स्टे ट्युन हेर्दै गर्नु होला। हामी तपाईँहरूको माझ राम्रो राम्रो रमाइलो भिडियो प्रस्तुत गर्ने नै छौँ। यो लुट एकचोटि खान्छ लुट। वाउ चाहिँ हामी फाइनली अब घर पुग्नेलाई आइसकेको छ। त्यो चाहिँ धेरै कुरमा लाइन दिनुपर्छ गाई, त्यसै छ।
कहिले घुम्ने अब ठुलो पुल बन्ने थाहा छैन त्यो पनि ठिकै छ त्यस्तै हो नेपालमा आजको भ्लग चाहिँ अब यहीँ इन गर्न चाहन्छु अघि नै पनि मैले भन्ने थिएँ तर यहाँ पनि एउटा सो क्लिप बनाउनु मन लाग्यो त्यही भएर गाइस सो अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला गाइस